अहिले तर बनाउनु एकछिन अरु पनि छ के बनाउने हेलो गाइजहरु हामी आएको तपाईहरु पौडी खेलेर ससुरा जाम भनेर हसा पुग्ने पनि यतै छ कि को हो त कहिले आस्के उता धरनबाट जान ल हिँड कतिमा बेच्नु छ 9 मा जाऊ न तर म त भरे पैसा दिन झर्छु म हिँड्नु सकेछ म त जाऊ को जाने जाद्दै रिजल्ट आको सानो आले भने जानुहोस् त आदर ल आङसाले भन्छ खाना गरबरु यस्तै गरेको यस्तै बस्छु ठगहरू तपाई नि जानु म त जाँदिन त हजुर सबभन्दा ठुलो मान्छेलाई यहाँनिर अराउने होइन यिनीहरू कोही च्वाटी जा त एउटा खुट्टी खाएर आइज त अनि के चाहिँ दियो त के चाहिँ पास मात्र पास भनेर देखाएको थियो सिम्बल नम्बर अनि पास मात्रै त्यसको हाले तिनी हो पैसा चाहिँ तिम्रो 8 को देखाउ न त डिटेल ल गएको छैन नि 8 को जिपे देखाएन ह अछु जिपे सिपे के देखाएन रे सिम्बल नम्बर अनि पास भनेर देखाएको अरे अब डिटेल गएपछि थाहा हुन्छ सिम्बल नम्बर चाहिँ गरेनौ गरेको अनि कसरी जिपे बिना चाहिँ पास जिपे देखाउँछ हैन लाठे भएको के काम हो जिपे थाहा भएपछि के ग्रेड ग्रेड सेट गोली मार चलाक धेरै चलाक छुट्टा छिए डिटेल गएपछि थाहा हुन्छ अरे अब स्कुलमा टास्केको होला नि त हैन यसो गर न सिम्बल नम्बर भएपछि के स्कुलमा टास्केको हुन्छ आफूले चाहिँ गर्दा थाहा भयो नि बाइले भनेको 200 को दरबाट दिने भने ताले मेरो घरमा छ राम्रो डाइलग छ भने खाइ जाइन यतिको त संसारमा कसैले दिदैन दाले लार हैन त्यो के भाइ सुरुमा फेरि फिर्केर आयो के बिमार भयो भनेर के दुखी छ सोधिन्छ त्यो दुखी जाबुङले छौ न जाम गेलो केराको म चाहिँ हिँडेको जोको लिएर आउँछु भने केरा र केराको उमाले छ नि बस न खोइ मम्मी र बाउ चाहिँ गोसँग हो सधैँ अघि नि अनि तिमी चाहिँ कहाँ बाउले भेट्नु गयो क्या म तिमीलाई गाड्यो भन्छु जन्म तिमीहरू र त मेरो नाम केराको मुङ्गा र केराको मुङ्गा भनेर तिमीहरू जानुभयो कति बेला अघिदेखि थाहा छ उता खालको पैसा खान्छ बिरालेको टोको जुम्लाले बोला न छिटो को फाल्ला मुजी पैसा ए मुजी हाल्दैन छोड्दिनमा ओइ त्यसो नगर है बला बलाको डोको कोट्टा न भनेको के अहिले पनि कोटा सँगै छ आधे म डोको बोकाइदिन्छु यार सबैलाई छोडे न यस्ता भाइ कार्यक्रम चल्दैछ सबै म त आफै बोकिहाल्छु म त किन होइन मनेन भने 1 केजीको छ होइन हाम्रो टोको होइन रे ल अठाई सुन्थे यो हाम्रो डोको होइन कसको रह्यो तिमीहरूको नयाँ टोको होला नि हाम्रो टोको यस्तै छैन कि फुटबल कस्तो फुटबल कस्तो पानी लिएर आऊ होइन नानी के के कच्चा लगाएर त जानु होला कि त्यहाँ थियो त एउटा सानो बोतल काटेको हाम्रो मूल गरेर धारा देखाइदिएर भगमा मैना देखाङ्ने त धाएर जानु भने त म हिँड्छु पो म चाहिँ पोखालेर हिँड्ने कि के त्यही के मकै खाने कि के गर्ने रे गहङ काट्ने रे नाटक लिएर जादु गहङ काटिसक्यो भने मकै गोड्ने रे यहाँ मबाट कपडा मात्रै छ खै पारुङले पारुङको माथि पारुङको माको किन हिजो आउने कुरो थियो पारुङले धान रोप्न आएको नि ओइ झिक्ना ला चप्पल ओइले त चकलेटले र चकलेटले चकलेटले त खै हिजोले न खानु मिरी खा नि त यसले हेर्न यसले हेरेर दिनु खाने साला जारे रक्सी अनि
पानी खानु चक्लेट खाने तर उमेर होइन नि त अहिले ओइ जाल गुलिएछ नेपालले निकै अचेल भोलि खाँदै रहेछ जाँड अनि कुन गाडीमा है हो त चाहिँ मेरो मकै गरिसकिहाल्यो मलाई नसिनाऊ घ्यामपल मुन्टो डुबा गुले खाने दिउला अम्लो छ भने जातेछ भन्नु न बिहान त फोन चार्ज गर्न आएको मोबाइलले लिङ्क गर्थ्यो नि कान्छा र कान्छी भन्दै ठिक्क हुन्थ्यो कोही टाढा